डे टिम तिमीहरूलाई अब मैले एकदमै स्पेसली हाम्रो कन्फिडेन्सियल कुराहरू गर्दैछु, त्यही भएर एकदम कन्फिडेन्स कस्टमरसँग तिम्रो डिल गर्नै पर्छ है। कस्टमरसँग तिमीहरूले कन्फिडेन्ट डिल गर्नै पर्छ। किन भन्दाखेरि तिमीहरूलाई मैले हतियार दिएको छु। हतियार तिम्रो युद्धमा छौ, बुझ्यौ नि। हतियार दिएको छु। हतियार के हो त भन्दाखेरि हामी अहिले अनलाइनको तिमीहरू सेल्सम्यानहरू हो। सेल्सम्यानलाई चाहिने हतियार भनेको के भन्दाखेरि प्रोडक्टमा कन्फिडेन्स, सर्भिसमा कन्फिडेन्ट है। हामीले कुनै पनि झुटो कुरा गरेर प्रोडक्ट सेल गरिराखेको छैन। नेपालमा सायद फर्स्ट टाइम हामी हो प्रोडक्ट चेक गर्ने, मजासँग हेर्ने, मन परेपछि मात्र पैसा दिने हो। र कुनै कस्टमरलाई यदि फुर्सद छैन, विश्वास गरेर हाम्रो सामान लिएर गयो, पछि लगाउँदाखेरि साइज मिलेन, उसलाई चित्त बुझेन, त्यो पनि फ्रीमा हामीले एक्सचेन्ज गरिदिरहेछ भनेपछि हामी कहाँ चुकिरहेछौँ त? कहीँ पनि छैन। फर्स्ट चेक एन्ड देन पे है हाम्रो स्लोगन। र प्रोडक्टको क्वालिटी, रेट त्यसमा पनि डिटरमाइन गर्छ है। स्पेसली अब 500 को 3टा के 500 को 1500 को 5वटा टी सर्ट लिएर गइरहेको बेला त्यहाँ त कुनै जिन्दगीभर ग्यारेन्टी दिन सकिँदैन, प्रोडक्ट वाउ पनि हुँदैन। तर 1500 मा 5वटा टी सर्ट बेच्दैछौँ भनेपछि त्यो रेट अनुसार हाम्रो बेस्ट छ के। जस्तो रुबीको जकर्स भनेको हाम्रो बेस्ट छ। रुबीको जकर्स भनेको 1800 2000 घटी पाउँदैन मार्केटमा। यो कन्फिडेन्सियल कुरा हो। र हामीले यसरी त भन्यौँ ल, यसरी त भन्यौँ है। यसरी भन्दै गर्दाखेरि के छ भन्दाखेरि कस्टमरले चेक पनि गरेर पायो। हामीले बोलेको भएर विश्वास गरेर लानुपर्छ भन्ने होइन के। कस्टमरले क्वालिटी, साइज सबै कुराहरू हेरेर चित्त बुझेपछि मात्र पैसा दिने हो। त्यही भएर तिम्रो कन्फिडेन्सियली डिल गर। प्रोडक्ट सेल गर्नु ठुलो कुरो होइन, अर्डर ल्याउनु ठुलो कुरो होइन, क्वालिटी अर्डर ल्याऊ। क्वालिटी अर्डर, हामी क्वालिटी सर्भिसलाई हामी फोकस गर्दैछौँ, बुझ्यौ। कसैले ल्याङ गर्छन्, इग्नोर गरिदियो त्यस्तालाई। त्यही भएर आजदेखि तिमीहरू कन्फिडेन्सियल कुरा गर्छौ। र अर्को कुरो डेलिभरीको पार्ट के छ भन्दाखेरि के बुझ्नु भन्दाखेरि अलमोस्ट यो हाम्रो जुन महेन्द्र राजमार्गको जुन लाइन छ मेजर सिटी 5 बजेसम्म, दिनको 5 बजे 6 बजेसम्म तिमीले अर्डर ल्याउँछौ भने सकेसम्म भोलि पुग्छ, लेट भयो भने पर्सि। अबदेखि 3 डेज लाग्छ नभन्नु, अराउन्ड 2 डेज है। काठमाडौँदेखि लगायत यो महेन्द्र राजमार्ग आसपासको जति पनि सिटिजहरू छ त्यहाँ भनेको आज 5 बजेसम्मको अर्डर भोलिसम्म नै पुग्छ लगभग है। माइन्डसेट गर है, त्यो माइन्डसेट गर। अदरवाइज लेट लिनुको 2 डेज अराउन्ड लाग्छ। हिमाली भेगहरूमा चाहिँ एयरपोर्टको कारणले यो हाम्रो प्लेनहरू डिले हुने, उनीहरूको एउटा सेड्युलमा 4-5 दिनपछिको सेड्युलमा जाने, त्यो कारणले गर्दा लेट हुन्छ। त्यो एक्सेप्सनल केस भयो। अदरवाइज अराउन्ड 2 डेज लाग्छ भन्नु। कहिलेकाहीँ हाम्रो स्पेसल इन्फर्मेसनमा 3 डेज 4 डेज लाग्छ भने त्यतिखेर मात्र त्यो कुरा गर्नु। अदरवाइज नर्मल्ली तिमीहरूलाई कुनै पनि इन्फर्मेसन छैन, सामान छ भने चाहिँ तिम्रो आफ्नो हिसाबले कसरी डिल गर भन्दाखेरि अराउन्ड 2 डेजमा सामान पुग्छ। काठमाडौँ लगायत, पोखरा लगायत, बुटोल लगायत, चितवन लगायत, नेपालगञ्ज लगायत यता आएर त्यसपछि विराटनगर, धरान, बिर्तामोड यो एरियाहरू भनेको आजको भोलि नै पुग्छ है। त्यो लेभलको कन्फिडेन्सियल डिल गर्नु। र अर्को कुरो डिल गर्दाखेरि आफ्नो बसमा हामीले जुन प्याकेज छुट्टाएको हुन्छ 1500 को 5 पिस, 2500 को 2 पिस, यसलाई बढीमा डबल अर्डर आयो भने 5 पिसकोमा 10 पिसको अर्डर आयो भने तिम्रो डिल गर। कि 2 पिसको ठाउँमा 4 पिसको अर्डर आयो भने तिम्रो डिल गर। हामी 3 पिसको सेट बेचिरहेको छौँ, 3 पिसको ठाउँमा 6 पिस आयो डिल गर। 50 रुपियाँ 100 रुपियाँ घटाइदेऊ। तर त्यो ठाउँमा 50 पिस 100 पिस 20 पिस भन्यो भने त्यो चिजमा आफूलाई टाइम वेस्ट नगर। नम्बर माग्ने सकिन्छ, एड्रेस माग्ने, हजुरलाई अफिस टाइममा अफिसबाट फोन आउँछ, सक्यो। नअल्झिने मेसेजहरू धेरै आउँदैछ। यो कुराहरू एकदम कन्फिडेन्सली काम गर्नु। तिमीहरू कन्फ्युजन कहिले पनि नहुनु। काम गर्दाखेरि आउँछ, कति नेगेटिभ मेसेजहरू आउँछ, तर हाम्रोमा अहिलेसम्म त्यो छैन। बिकज वी आर प्रोभाइडिङ क्वालिटी सर्भिस। यो कुरा चाहिँ जहिले पनि दिमागमा राख्नु तिमीहरूले है। अब भनेको मेन भनेको मेसेज रिप्लाई तिमीहरूले जति ढिलो गर्छौ त्यति हामीलाई घाटा लाग्छ भनेकै छ। मेसेज रिप्लाईमा एकदमै ध्यान दिनु। अहिले पछिल्लो टाइम कस्तो छ भन्दाखेरि स्टारको मात्रा धेरै छ। लगाऊ, कन्ट्याक्ट नम्बर आउने बित्तिकै स्टार लगाऊ। सबैलाई कन्ट्याक्ट नम्बर आयो कि स्टार लगाऊ। तर कहाँ मिसिङ भइरहेछ भन्दाखेरि तिमीहरूले लिएको अर्डर जुन छ त्यो अर्डरमा ल्याकिङ भइरहेछ के। कन्ट्याक्ट नम्बर दियो, कस्टमर आएन, इट्स ओके, स्टार लगाऊ। त्यहाँभित्र त हामीले फोन गर्छ। अदरवाइज हाम्रो प्याकिङ जो डिपार्ट छ त्यो डिपार्टको मान्छे जब तिमीले अर्डर लिँदै गइरहेछ तल थ्याङ्क्स फर अर्डर भन्यो भने थ्याङ्क्स फर अर्डर भएपछि प्याकिङमा लाग्छ। प्याकिङ लाग्दाखेरि तिमीहरूले कम्प्लिटली एउटा इन्फर्मेसन ल्याइदिनु भने फेरि फोन गर्नु पर्यो या एक्स्ट्रा कुराहरू सोध्नु पर्यो। त्यो कुराहरू चाहिँ एकदमै विचार गर्नु है, एकदमै विचार गर्नु। अर्डर लिँदैछौ भने पर्फेक्टली अर्डर ल्याऊ। स्टार नम्बर आयो कि स्टार लगाऊ।
तिमीले थ्याङ्क्स फर अर्डर भन्ने बित्तिकै कन्फ्युजन नहोस्, कल गर्ने मान्छेले पनि सजिलो होला तपाईँको फोन आउँदैछ के तपाईँको अर्डर छ, तपाईँको सामान यसरी जाँदैछ भन्न परोस् के। तिमीहरूले ल्याक अफ इन्फर्मेसन गरिदिने बित्तिकै कल गर्ने मान्छेले फेरि तपाईँको यो कति त्यो कति कुन कुन चाहियो त्यो सोध्न परोस्। उसले सोध्नु भनेको जस्ट नम्बर मात्रै भएको कस्टमरलाई अर्डर लिने ट्राई गर्ने हो। उसले चाहिँ तिमीले लिइसकेको अर्डरलाई भनेको कन्फर्म मात्रै गर्ने हो, फेरि इन्फर्मेसन सोध्न थाल्यो त्यहाँ टाइम वेस्ट भयो। यी कुराहरू एकदम ध्यान दिनु। दोस्रो कुरो एकदम टिम कम्बिनेसनमा काम गर्नु है, टिम कम्बिनेसनमा काम गर्नु। कुन टिमले के काम गरिरहेछ, कुन टिमले के काम गरिरहेछ, कुन के प्रोडक्ट छ, हामीसँग कुन कुन प्रोडक्ट छ थाहा भइसक्यो। माइन्डमा के गर्नु भन्दा मेजर 99% प्रोडक्ट भनेको आफूले ह्यान्डलिङ गर्ने पेजको तिमीले सामान बेच्छौ, 1% भनेको हामीसँग भएको हाम्रो इनहाउस भने त कोठा, हाम्रो टोटल घरभित्र भएको सामानहरू के छ त्यो माइन्डमा राख्नु। त्यो सामान पनि दिनमा म 2टा बेच्छु है भन्नु। तिमीहरू 6 जना छौ भनेपछि 6 जनाले आफूले हेर्ने बाइक बाहिरको 2टा मात्र अर्डर लिदियो भने पनि कति भयो 12वटा आयो के अर्डर। यो भनेको प्लस पोइन्ट हो। टाइममा गर्नुपर्छ। वर्षको 3 महिना त अर्डरै आउँदैन, हामी घाटामा हुन्छौँ। बाँकी 9 महिना भनेको एकदम इनर्जेटिक तरिकाले गर्नु पर्यो। इनर्जेटिक तरिकाले कन्फिडेन्शियल तरिकाले तिमीहरूलाई काम गर्नलाई फुल्ली हतियार दिएको छ। कहीँ कतै ब्याक भएर काम गर्नु पर्दैन। फुल्ली कन्फिडेन्सका साथ तिमीहरू मेसेज गर, अर्डर ल्याऊ, कस्टमर डिल गर, झगडा गर्ने होइन, कस्टमर डिल गर। फर्स्ट चेक एन्ड देन पे एज पर द क्वालिटी रेट त्यो अनुसारको हुन्छ। बुझ्यौ नि। आजदेखि मैले कुनै पनि कम्प्लेनहरू कुनै पनि ल्याकिङ कुराहरू तिमीहरूबाट हुन नपरोस्। के पर्यो भने डाइरेक्ट मेसेज गर, डाइरेक्ट व्हाट्सएप गर है। हामीले रिप्लाई सकेसम्म तिमीहरूलाई अन द स्पोट हामीले के गरिरहेछ भन्दाखेरि इन्फर्मेसन पास गरिरहेको छ। तर अब यति भन्दाखेरि तिमीहरूले बुझ यो कुरो है। हाम्रो डेलिभरी कति टाइममा हुन्छ, हामी किन सबैभन्दा स्ट्रङ जोनमा छौँ भन्दाखेरि फर्स्ट चेक एन्ड देन पे। कसैले विश्वास